हेलो साथीहरू, एपिसोड 1 मा एआई बुझौँ, एपिसोड 2 मा च्याट जीपीटी र क्लाउड खोल्यौं। आज एपिसोड 3 मा म तपाईहरुलाई त्यो सिक्रेट सिकाउँछु जुन 90% मानिसलाई थाहा नै छैन। त्यो हो प्रम्प्ट राम्रोसँग कसरी लेख्ने। एआई धेरै मानिसले युज गर्छन् र जवाफ मन पर्दैन, फ्रस्ट्रेटेड हुन्छन् र भन्छन् एआई राम्रो छैन। साँचो कुरा के हो, एआई एकदमै राम्रो छ, तर हामीले दिने प्रम्प्ट राम्रो छैन। आउनुस् आज त्यही कुरा फिक्स गरौँ। पहिले म तपाईलाई एउटा कुरा देखाउँछु। म यहाँ टाइप गर्छु, मलाई हेल्प गर। हेर्नुस्, एआईले भन्यो, पक्कै म मद्दत गर्न तयार छु। के कुरामा हेल्प चाहिएको हो, आफ्नो समस्या वा प्रश्न अलि विस्तारमा लेख्नुस् जस्तै भनेर यति धेरै लिङ्कहरू दियो। अब म फेरि टाइप गर्छु, जबको लागि सिभी बनाइदे। हेर्नुस्, फेरि एआईले भन्यो, म तपाईलाई सिभी बनाउन सक्छु। सिभीको राम्रो बनाउन यी जानकारीहरू पठाइदिनुस्। यो पुरा डिटेलहरू एआईले माग्यो तपाईको। यही नै प्रब्लम हो। एआई एउटा बहुत स्मार्ट एसिस्टेन्ट हो, तर यसले तपाईको दिमाग पढ्न सक्दैन। जति बताउनुस् उति राम्रो काम गर्छ। अब म तपाईलाई एउटा सिम्पल फर्मुला दिन्छु। यो फर्मुला याद राख्नुस्। राम्रो प्रम्प्टको फर्मुला। हु, तपाई को हुनुहुन्छ। व्हाट, के चाहिन्छ। हाउ, कसरी चाहिन्छ। वाइ, किन चाहिन्छ। यो फर्मुला युज गरेर प्रम्प्ट लेख्नु भयो भने एआईले तपाईले सोचेको जस्तै जवाफ दिन्छ। आउनुस् प्र्याक्टिकल देखाउँछु तपाईलाई। एक्जाम्पल 1। हेर्नुस्, सिभी बनाइदे। एआईले भन्यो, म तपाईलाई सिभी बनाउन सक्छु। सिभीको राम्रो बनाउन यी जानकारीहरू पठाइदिनुस्। यो पुरा डिटेलहरू एआईले माग्यो तपाईको। यो एउटा विक प्रम्प्ट हो। अब यसलाई नै म स्ट्रङ प्रम्प्ट बनाएर देखाउँछु। म एक फ्रेसर हुँ, अहिलेसम्म कुनै जब गरेको छैन। मेरो नाम रमेश थापा हो। मैले बीबीएस पढेको छु। काठमाडौँमा एकाउन्टेन्ट जबको लागि एउटा प्रोफेसनल सिभी बनाइदे, नेपाली र इङ्ग्लिस दुवैमा। हेर्नुस्, यसले पुरै सिभी बनाइदियो। तपाईको डिटेलहरू राखेर पुरै सिभी बनाइदियो। यो एउटा स्ट्रङ प्रम्प्ट हो। अब एक्जाम्पल 2 हेरौँ। म यसलाई लेख्छु, फेसबुक पोस्ट लेखिदिए। मैले कुनै पनि विषय नबताएको भएर यसले एउटा नर्मल फेसबुक पोस्ट लेखिदियो। यो एउटा विक प्रम्प्ट हो। अब म यसलाई एउटा अर्को प्रम्प्ट दिन्छु। मेरो एउटा स्मल क्लोथिङ बिजनेस छ काठमाडौँमा। त्यसैको लागि 20% डिस्काउन्ट दिँदैछु। फेसबुकको लागि एउटा क्याची नेपाली पोस्ट लेखिदिए जसले मान्छेलाई किन्न मन लागोस्। इमोजी पनि हालिदिनुस्। हेर्नुस्, यसले दशैंको स्पेशल नयाँ लुगा बिना दशैंको रमाइलो अधुरो हुन्छ नि है भनेर यसले क्याची टाइपको एउटा तपाईलाई फेसबुक पोस्ट लेखिदिएको छ। यो तपाईले कपी गरेर फेसबुकमा पोस्ट गर्न सक्नुहुन्छ। यदि तपाईहरुले यो भिडियो पहिलोचोटि हेरिरहनु भएको छ भने यो भन्दा पहिलोको सिरिजहरू हेर्न माथिको आई बटनमा क्लिक गर्नुस्। अब एक्जाम्पल 3 मा जाउँ। क्रिप्टो करेन्सी बुझाइदे। हेर्नुस्, यसले डिटेल दियो। यसले पुरै डिटेल दियो। क्रिप्टो करेन्सीको बारेमा बतायो, तर यो एकदम भास्टमा छ। त्यही भएर म यसलाई अर्को क्रिप्टो करेन्सीको लागि प्रम्प्ट दिन्छु। मलाई क्रिप्टो करेन्सी बुझाइदे। म एकदमै बिगिनर हुँ, ब्याङ्किङ पनि राम्रोसँग थाहा छैन। एकदम सजिलो नेपालीमा बुझाइदे, जसरी साना बच्चालाई बुझाउँछन् त्यसरी। हेर्नुस्, यसले सरल भाषामा, ठिक छ ब्याङ्किङ पनि नबुझेको मान्छेलाई बुझाए जस्तो गरेर एकदम सजिलो भाषा यसले बुझाएको छ। हेर्नुस्, एकदमै सिम्पल भाषामा बुझायो। यही नै म्याजिक हो। अब म तपाईलाई 5 वटा सर्टकट टिप्स दिन्छु जुन म आफै धेरै नै युज गर्छु। एआईलाई तपाईँ एउटा रोल दिनुस्। जस्तै, तिमी एक एक्सपर्ट डाक्टर हौ, मलाई हेडेजको बारेमा बताऊ। एआई आफू डाक्टर बनेर तपाईलाई सम्पूर्ण जानकारीहरू दिन्छ। त्यस्तै, तिमी एक प्रोफेसनल टिचर हो, यो टपिक्स इकोनोमिक्स सिकाऊ। हेर्नुस्, यसले इकोनोमिक्सको बारेमा तपाईलाई विस्तृत रूपमा सिकाउँदैछ। त्यस्तै टिप्स 2 मा एआईलाई तपाईले पोइन्टमा बताऊ भन्नुस्। यसले पुरै रूपमा तपाईलाई पोइन्टमा बताइदिनेछ। हेर्नुस्, यहाँ 1 देखि 15 सम्म एआईले पोइन्टमा बताएको छ। त्यस्तै एआईलाई टेबलमा बताउनु भन्नुस्। यसले टेबलमा पनि बताइदिन्छ। हेर्नुस्, यहाँ 1 देखि सिरियली बाई टेबलमा पनि बताएको छ।
त्यस्तो तपाईँलाई अझै यो पनि गाह्रो हुन्छ भने एआईलाई छोटो 5 लाइनमा गर्दै भन्नुहोस्, यसले यो पनि गरिदिन्छ। टिप्स 3, तपाईँलाई यदि मन परेन भने यो राम्रो भएन, अलि सिम्पल बनाऊ भन, अलि छोटो गर भन, नेपालीमा लेखिदिनुहोस् भन्नुहोस्, एआईले सबै गरिदिन्छ। एआईसँग कुरा गर्न डराउनु पर्दैन, यो एउटा मेसिन हो, जज गर्दैन। टिप्स 4, तपाईँलाई के बनाउन मन छ त्यो हिसाबले पनि तपाईँले एक्जाम्पल दिएर पनि गर्न सक्नुहुन्छ। जस्तै यस्तो स्टाइलमा लेख, नमस्ते साथीहरू, आज म यस्तो टोनमा मेरो भिडियो स्क्रिप्ट लेखिदिए भनेर भन्नुहोस्। तपाईँलाई एआईले सेम त्यस्तै तरिकामा लेखिदिन्छ। एक्जाम्पल दिनुभयो भने एआईले एक्ज्याक्टली त्यस्तै सिस्टम फलो गर्छ। टिप्स 5, एकैपटक धेरै एआईलाई नसोध्नुहोस्। सिभी बनाऊ, कभर लेटर पनि लेख, इन्टरभ्यू टिप्स पनि देऊ, स्यालेरी नेगोसिएसन पनि सिकाऊ। यो तपाईँले एकैचोटि दिनुभयो भने तपाईँलाई भाषमा दिन्छ। तपाईँले बिस्तारै बिस्तारै सोध्नुहोस्। जस्तै पहिले सिभी बनाउनुहोस्, त्यसपछि कभर लेटर माग्नुहोस्, त्यसपछि स्टेप बाई स्टेप तपाईँले गर्नुभयो भने तपाईँहरूलाई एआईले राम्रोसँग जवाफ दिन्छ। त्यसैले साथीहरू, आजको सबैभन्दा ठुलो लेसन के हो भने एआई कमजोर छैन, एआईलाई दिने प्रम्प्ट कमजोर थियो। अब तपाईसँग फर्मुला पनि छ र टिप्स पनि छ। आजको होमवर्क, च्याट जीपीटी र क्लाउड खोल्नुहोस्, हु, व्हाट, हाउ, व्हाई, यो फर्मुला युज गरेर एउटा प्रम्प्ट लेख्नुहोस् र एआईलाई दिनुहोस्। तपाईलाई जुन काम गाह्रो लाग्छ त्यही काम एआईलाई दिनुहोस्। अर्को एपिसोड 4 मा हामी सिक्नेछौँ एआईबाट कसरी पैसा कमाउने रियल तरिकाहरू। त्यो एपिसोड एकदमै फायर हुन्छ। यदि तपाईलाई यो भिडियो मन परेको छ भने लाइक गर्नुहोस्, सब्स्क्राइब गर्नुहोस् र शेयर गर्नुहोस्। फेरि भेटौँला। नमस्ते।